बाई बाई यता निस्किम यता निस्किम यता बाई 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 हामी चाहिँ काम जानु लाग्छौँ हामी चाहिँ काम जानु लाग्छौँ यहाँ वाइस दिउँ कस्तो के छ्याम के ल एउटा अहिले चाहिँ मलाई मजा कस्तो फाल्दा यो अहिले चाहिँ कस्तो नराम्रो गरेर टिफिन भन्दा अलिक तल तर त्यहाँ उता बाटो बनाउँदै रहेछ हामीले अड्केर बसिहाल्छ अब खाल्टे खोलो त होला नि के भन्छ गाउँमा छ आस्ते आएको उनीहरू त छुट्टी हुने बित्तिकै आएको कलर लगाउने मान्छे रहेछ हजुर माथि जाँदैन होला अलिक पल्लो माथि चढ्ने चाहिँ कहिले यहाँबाट माथि के पाल्नुबाट उता रहेछ सानो बाख्रा ठुलो भइसक्यो कति छिटो मान्छे हेर्नु छैन पहिले बाख्रा हेर्नु हाम्रो निन्ची मामा घर त निङ्सी मामा घर आयो छिटो उठेको बाउजैको बहिनी हामी घर पुगियो मलाई रहेछ त झोलाहरू बोक्नु परेन रुक मेसिन आउँछु फेरि 저런 무셔 이렇게 무셔 नवीन एकचोटि त्यो आइपुग्यो के अरे छैन Dim chim. हाम्रो इभिन छैन रहेछ नाता नातिनीहरूले आँगन खोज्यो आँगन चाहिँ छैन रहेछ बिचरा हाम्रो आमा पटक पटक हुँदैछ नेनेरे सक्छ हुने मान्छे चाहिँ यो हामी चाहिँ गाउँमा आइपुग्यो हजुर आज पनि न्यू डे हामी चाहिँ खाना बनाउँदैछौँ आज हामी हेर म पनि हो नि हाम्रो चाहिँ आज काउली आलु बनाउँदैछौँ
खैतामा काउली आलु बनाउँदैछौँ अर्ग्यानिक काउली अन्त अर्ग्यानिक मेरो आफ्नै बारीको काउली र आलु बनाउँदैछौँ करेसा बारीको यस्तो पनि गर्नुपर्छ अरे क्या बेला बेलामा यो चाहिँ धारा हो मुस्ताङ भन्ने ठाउँमा खायो अनि यहाँ चाहिँ हाम्रो किचन हो त्यहाँ चाहिँ भात बसालेको छ यता चाहिँ तरकारी दाल पाक्यो दाल त पाकिहाल्छ दाल भयो वाह अनिसलाई लुगा दिँदैछु धुनलाई धोस् न नातिको पर्सिनी बस् न मलाई पखाल भन्ने छ अनिसले मलाई पखाल भन्ने छ पखाल भनेर साबुन लगाएर कहिले खै देखाऊ त घाउ छिरेको भन न यहाँ पनि आएछ नक्कलीलाई त रिक्जिङ कहाँ गयो प्रेमसँग प्रेम तिमीहरूको को हो अरे आश्याम आश्याम भन्नुपर्छ प्रेमलाई बेगर अनि कालो कपडा धुनु पर्दैन अनि हेर बिजो अन्त अहिलेतिर कहाँ पुग्थ्यो होला तिमी यता कपडा धोएर बस्नुपर्ने हा त्यही भएर बेगर भने होइन त यहाँ आउँदैन तर सुहाउँछ तर धेरै राम्रो बुढी त मिसिन्दा होइन फेरि हेल्प गर्नु परिहाल्यो आए त अन्त अघि लागि त्यत्रो ए मैले त अलिक क्या दिन्छ नि यिनले मलाई सताउनुसम्म सताएको छ नि के गरेँ मैले के गर्नु सानो बेला सानो बेलामा नि किन मन लाग्छ किन मैले के गरेँ मलाई थाहै छैन के गरेँ मैले भन्नु त के गर्नु बुढी भएर आइस भन्नु त के गरेको थियो उसले सानो बेला भन्नु न कहाँ कोक्रामा त है बेसकेर छेरी छ नि अहिले त्यहाँ त लुगाबाट पटारो त सब लुगा भरि लगाएको छ त्यो चाहिँ गुन्छ मेरो त्यो चाहिँ लगाइरहेको छ मलाई त्यो जग्गा जग्गा सम्झिन्छु फेरि त्यहाँ कहाँ भने उता भुथान डाँडामा त्यो बाटोको निगरमा हेर्दैन काजी आमा भएर भनिहालेर आमा छ अहिले पहिला हेरेर त कहाँ हुन्थ्यो बड्याङ बड्याङ खुट्टा त यस्तो छिटो चलाउँछ तर घिन्छ लाग्दैन मलाई हो आफ्नो बच्चा होस् अर्का बच्चा होस् मलाई घिन लाग्छ नगर न अब भोलि दिन्छु ल अब मामा खाने ल पाक्यो दियो तिमीले हाल्दै अब हामी खाने त भात खाने को तपाईँ खान्न छोरी मजा खानु न अलिकति मेरो भात खाइसक्यो हामी अलिकति खानु न अँ रक्सी मात्रै हुँदैन खाना पनि खानुपर्छ आज चाहिँ तपाईँ 10 वर्ष 20 वर्ष बाद छ भनेको नखाने के गर्नु रोज त खानुपर्छ म त त्यहाँ तल म त भनिहाल्नु त्यो तलमा आमा घरमा अनि पछि आउँदा आएन मेरो तल के छ गाई बस्तु एक भारी दाउरा लिएर आउनुभएको होइन बोका छ कतिले पालेको त अनि अब एउटा चाहिँ बैशाखको म्याउँछ बढार्यो घरमा के छ तपाईँको सबैजना निसिन बढार्यो वाउ मोमो चाहिँ के हाल्यो है मोमो चाहिँ के मिसा मोमो चाहिँ के मिसा गर्नु न सबै देख्छ तपाईँलाई बाई बाई टाटा
आई लभ यु भन्नु आई लभ यु ए यस्तो आइबे फोटो खिच्यो कस्तो राम्रो तपाईँ झन् हिरो नि हो हामी पो बुढी भयो हामी पो बुढी खोइ त हेर छोरी कहाँ जान लाग्यो हौ लड्छ सब भनेर लैजाऊ दिनभरि आएर बस्छु अनि सब खिचेर पठाइदिन्छु त्यो पहिले भने जति काटेर राखेँ होला नि मैले तपाईँको भिडियो देखाइदिएँ क्या पहिला केमा अब उता नि उतालाई त केमा गर्दै तपाईँ गीत गाएको थियो नि उयो निन्दोजीको आँगनमा कसले खिचेको पहिला अच्छा निन्दोजीको रे उयो भने यहाँ कसले खिचेको कसले खिचेको थियो त्यो बेला चाहिँ कसले खिचेको थियो त्यहाँ उसले त्यो बेला कहाँको हो मान्छे आएको थिएँ त्यही त मैले देखाइदिएँ कि पहिल्यै हो क्या पहिल्यै खै मैले त देखेन याबु आमा अनि वो थिए चालू में ये पुल हिँडेरलाई त सक्दैन आमा त भन्यो मलाई त अलरेडी हिसाब देखेर के भन्छ मैले के भनेर भयो त्यो अब छोरी म उता राख्ने छोरी दिएँ खै बेकार यता फर्के अहिले चाहिँ राम्रै लगाइदिएन अघि कस्तो राम्रो ब्युटिफुल देखेँ आमाको भयो छोरी अब भोलि लगाइदिन्छु दिनुहोस् त मम्मी उता राख्ने यो र हामी चाहिँ कहाँ जाने घाँगा डाँडा जानेछौँ से हाई कति राम्रो कौलीहरू फलेछ हेर आनीहरूको टासिदेले वाउ कति धेरै टोइज रहेछ त्यो त टासिदेले नदिँदो रहेछ कति राम्रो ग्राउन्ड देख्दो रहेछ सेङ्गो हो इबी टासिदेले 이거 뭐였지나? 라, 세지, 맘. 깐치, 나니. 깐치? 났어, 나니. 비메 깐치. 나니. 났어. 나거기잖아. 입이 다시 된다. 입이 거보다 좋다. 알았어, 그래. 까디주로 좋다. 이런 거 가야 빠지자 우리. 입이 거만 껴야 되거든 이거. इबीको मुन्दारी देऊ भनेर नि टासिदेले आफ्नो ए हाम्रो इबी नै उता हुन्छ टासिदेले इबी ल मजाले नबोल्दा रहे उ बोल्दैन यो चाहिँ बोल्छ यो चाहिँ अर्को मजाले चाहिँ बोल्छ गाडी भयो कि छोरी ज्याकेट निकाल कति छिटै आगो त माथि माथि अब जोले सबै लागेको छ भित्र त बेकारको त धुनुमा हाल्यो 3 जोर थियो उ त्यो छेदेन आयो छेउ कुद्दै आएको छेदेन आऊ तल आऊ नमने दिवे मेरो सर ल लडे ए आज यदि आठ गते मैले सात गाडी ले किन बनाइ दिए माथि हिरिङ बनाइ दिए माथि बादे हिरिङ नै होले आज गाडी टोंसु त होला नि बेला आयो हेलो हामी दिन बेला के देऊ त आसिदेले हाय विधानले कति राम्रो कौलीहरू रहेछ है यतातिर त प्याजको बिउ रहेछ कुङ्गीमा अनि यस्तो छ हाम्रो गाउँहरू चाहिँ
ल हुन्छ हुन्छ भरे आउँछु भरे निङसिम आउनु के भएको निङसिम बाई बाई गरिदिनुहोस् बाई गरिदिनुहोस् अहिले त जानेन म भरे आउँछु फर्किँदा सबै घरमा पसेर पर्देला हल्सी मनिहरूलाई पर्देला हल्सी दिल्लीलाई हल्सी सर्दीलाई हल्सी माछा सिन घरमा तँ आइदिएछ पहाड फोर्दैछ यिनीहरू लडलाई ढुङ्गाहरू चिप्लिने रहेछ हामी चाहिँ ज्ञानी मान्छे हो त्यही भएर हामी त सिधा बाटोबाट हिँड्छौँ होइन त होइन अब त्यहाँ भर्याङबाट जानु लाग्थ्यो अनि रोडबाट आएको थुप्रै मान्छे आएको रहेछ अनि यता आएको कस्तो यस्तो धुलो रहेछ अब जुत्ता त सेतै हुन्छ यस्तो राम्रो झन् मैले धोएर लिएको जुत्ताहरू उकाली भन्ज्याङ थासिनम तोर खामा तिमीहरूले क्यामराम्यानसँग गीत पनि एउटा गाउने गायिका पाइरहेको छ आयो यो चाहिँ हाम्रो पेमथाङ स्कुल है पहिला म यता धेरै त पढेन थोरै मात्रै पढ्यो अनि यो ग्राउन्ड खै 2 हो कि 3 वर्ष पढ्यो त्यति पढेँ होइन पहिला चाहिँ यस्तो ग्राउन्ड थिएन अर्कै ग्राउन्ड थियो तर अहिले चाहिँ हाम्रो गाउँ पनि धेरै डेभलप भइसक्यो त त्यही भएर हामी चाहिँ घेगाडाँडा जान लाग्यो अघिदेखि याङजन क्यामराम्यान थियो अहिले म चेन्ज भएको हिँड्न नसकेर नौटङ्गी देखाएको सबैले हिँड्न नसकेर अब के गर्नु त नौटङ्गी त भयो नि भन्यो भने नौटङ्गी हुन्छ नि तर हिँड्न सकिरह यति चाहिँ अब बाटोमा हिँड्न नसक्ने को हुन्छ र पेन्जुलम कस्तो लाग्यो गाउँ ऊ चाहिँ फर्स्ट टाइम हो गाउँमा 12 इयर पछाडि यसरी घुम्न पाएको ऊ चाहिँ चिनबत्तुरको मोमो हो हामी चाहिँ रामे झाँगरीको छोरीहरू नातिनीहरू सञ्जीपेको सञ्जीप यो मन्जली यो देप्थेन हाम्रो छेवाङ गङ्गाबहादुर श्यामधुरसँग झुन्डिँदो रहेछ यो चाहिँ आफैसँग झुन्डिँदो रहेछ सबै त्यो एक एकजना फेभरेट रहेछ नि तर कस्तो यो पहिला पहिलाको नामहरू अजिब अजिबै लाग्छ किन यो चिम्बाले चाहिँ कसले राखेको तपाईँहरूले पहिलाको नामले तिम्रो बाबुको नाम भीमबहादुर हो मैले यतिकै भीमबहादुर मात्र भन्दाखेरि साँच्चैकै भीमबहादुर नै हो हार्दै गल्दो रहेछ त यहाँ चाहिँ पेन्जिला म त्यहाँ जाँदैछ म त फोटो खिच भनेको थियो यहाँबाट भ्यू खतरा आउँदैछ फोटो खिच्दा यहाँ बस्छ खिच्नु मान्थ्यो यहाँ बस्छ खतरा आउँदैछ यतिमा छेउछाउमा जाँदा 2 जना 3 जना हाम्रो हिरोनीहरू हाम्रो घरको हिरोनीहरू हाम्रो निङसिङ आउँदा फोटो खिचेन त नि हेरौँ हेरौँ लाग्ने क्या बस आएको हो बस आएको कि के आएको थाङसिङ नङ्गो
मलाई आफै भयो नि गाडी आऊ फुलमल पो बरु घुमायो नि सिम्पल भिक्चिन के गरेको ए साइकलहरू त नेक्सिम हाल्ला के रहेछ कपालहरू काट्नु के पालेको यस्तो के गाड्नु किन पालेको त्यस्तो कपाल गुन्डा भनेको रे गुन्डा जस्तो नि बस्दो रहेछ आट्याक्का पारेर बुहारीहरू पनि झन् झन् धुन्देर आउनु सक्छ फुलबाजु बिहे नगर्ने बिहे हुन्छ यसपालि अर्को पालि मेरो बिहे हो कहाँको हो बुहारीहरू चाहिँ सालेको मेरो उयो मर्किनीको हो कि होइन बर्खिनीको त्यसो भन्यो भने कहिले बिहे गर्ने भन्ने हो अरू त्यति भन्नु सक्यो भन्नु ठुलै साइकल छ भाइ तिमीहरूले साँच्ची चट्टा बारे कपालहरू किन पालेको त्यसरी कपाल सुहाउँदैन रहेछ सुहाउँदैन अँ तिनजनाले चाहिँ एकैचोटि आइलाग्यो भनेको मलाई निक्सिम निक्सिम हल्ला हिँड्दो रहेछ त ओ केटा आएर त्यो त्यसमा लाग्छ त्यहाँ चिजमा लाग्यो भने त्यो टोपी ल हात टोपी अलिकति माथि गरिदियो त उसको हात नलगायो छोरी अहिले टोक्छ ठुलो सानो चाहिँ कमाल हुन्छ क्या अहिले रुनु छ नि केही हुँदैन उयो भने जान दिनुपर्छ म त गएपछि त छोरी त चुप टोइलेट उयो भित्र उयो भित्र यहाँबाट यस्तो गएर यता भोताङपट्टि जाने खोताङ भनेको थाहा छैन मजा अगाडि भन्छै थाहा छैन उसलाई चलो नाम क्या लंबी में खेती की फोन दे दो जैसे कि नासाम दे निभा या तो डोलमा ममा तो आलू के रंग गिरा टीट टीट साइकले भाँच्यो त्यही दे साइकले भाँच्यो अरूले त हैन नुर्बुले भचाउने रहेछ यो थाहा कहिले त्यो साइकल हँ ए अधिकार को नम्बर मा कालो तर्सी पुरा भेट पोते के दिमा पुरा ठीक अछि यसरी हो यसरी छिरो देगी खास छिरो बुई आयो भयो नि उसलाई ल ल बाई Bữa nào có rồi với mấy cho áo không? घामले गर्दाखेरि अब लेकर के आएगा अच्छा लगेगा अवस्था अब
धेरै आइसक्यो के गर्ने अस्तिभन्दा धेरै आइसक्यो यो करणको भाइलाई पनि त्यस्तै हुन्थ्यो पासाङले दुबई हुने हाराइसकेको थियो है एकचोटि त त्यो औषधि खायो अब हामी मिरम स्याप पुगेर खाना खाँदैछौँ खाना एकछिन पछि आइहाल्यो हामी चाहिँ यो होटेलमा बसेर निमसिम चाहिँ यता रहेछ निमसिम हात कालो बनाइदिन्छ हात खाँदै रहेछ अच्छा